नमस्कार, ब्लास्ट फार्म स्टोरीमा स्वागत छ। ब्लास्ट फार्म स्टोरी सुरु गरौं मुख्य प्रसंगहरूबाट। डिपोट स्कुलमा खुला व्यायामशाला उद्घाटन। माग पूरा नभए विपक्षी दलले प्रतिनिधि सभाको बैठक चल्न नदिने, वारिस मार्फत लिन 2 महिनाको तलब। संघीय गणतन्त्रको महत्वपूर्ण आयाम, अदालतको विषयमा टिप्पणी गर्न नहुने महामन्त्री थापाको भनाई। उमा गौरी सरकारी प्रकरण अनुकूल, न्यायाधीश खोज्न सुनवाई सारेको सारे। स्टोरी अब विस्तारमा। धरान 18 स्थित डिपो स्कुलमा खुल्ला व्यायामशाला निर्माण गरिएको छ। धरान 18 वडा कार्यालयको विशेष सहयोगमा निर्माण गरिएको खुल्ला व्यायामशाला शुक्रबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि धरान 18 का वडा अध्यक्ष नरेन्द्र कुमार राय प्रवीण र कार्यक्रमका सभापति डिपोट स्कुल व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर लिम्बुले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका छन्। व्यायामशाला करिब 7.5 लाख रुपियाँमा निर्माण सम्पन्न गरिएको विद्यालयका प्रमुख राजकुमार राईले बताएका छन्। धरान वडा नम्बर 18 ले 5 लाख रुपियाँ सहयोग गरेको र बाँकी रकम विद्यालयले सहकार्य गरेर व्यायामशाला निर्माण गरेको उनले बताए। विद्यार्थीको मानसिक सँगै शारीरिक रूपमा पनि सक्त बनाउनका लागि खुल्ला व्यायामशाला निर्माण गरेको सभा अध्यक्ष अमरबहादुर लिम्बुले बताएका छन्। उनले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै महत्व दिनका लागि व्यायामशाला बनाएको बताएका छन्। संघीय सांसद प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका 3वटा माग पूरा नभएसम्म प्रतिनिधि सभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन्। सांसद भवनमा नयाँ बानेश्वरमा आज बसेको विपक्ष 3 दलको बैठकले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग यथावत राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधि सभाको बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकारी दिएका छन्। विभिन्न जिल्लाका प्रतिनिधि कर्मचारी साथै सर्वसाधारणलाई झण्डै 8 करोड भन्दा बढी ठगी गरी बेपत्ता भएकी इटहरी उपमहानगरपालिकाकी 6औं तहकी अधिकृत सस्मिता लुइटेले वारिस मार्फत तलब भत्ता बुझेको भौचार फेला परेको छ। बेपत्ता भएकी उनले जेठ सम्मको विधा स्वीकृत गरी पाऊ भनी नगर प्रमुख खेङ कर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर भट्टराईलाई लिखित निवेदन पेश गरेकी थिइन्, तर उनको विधा स्वीकृत भएको थिएन। बच्न फरार रहेकी उनले वारिस मार्फत 2 महिनाको तलब भत्ता बुझेको भौचार फेला परेको हो। कार्यालयमा हाजिर नभएकी उनले तलब भत्ता भनी सुनसरी दुबी नगरपालिका वडा नम्बर 8 दीपक नेपालले 2 महिनाको तलब बुझेको प्रमाण भेटिएको बताएका छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छन्। विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहको उपप्रमुखहरूको 2 दिने राष्ट्रिय सम्मेलनको आजको उद्घाटन कार्यक्रममा उनले संविधान संघीय शासन प्रणाली मार्फत स्थानीय तह अर्थात् स्थानीय सरकारलाई अधिकार सम्पन्न र जनताप्रति उत्तरदायित्व भएको बताएकी छन्। संविधानले स्थानीय पूर्वाधार निर्माण, विद्यालय व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवा, वातावरण तथा जैविक विविधताको संरक्षण, कृषि प्रबन्धन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सरसफाई लगायतका विषयमा स्थानीय सरकारले अग्रिम भूमिका प्रदान गर्दै आएको बताएकी छन्। उनले हामीले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र केवलमा शासन प्रणालीमा मात्र नभए एउटा जीवन पद्धतिका रूपमा विकास भएको बताएकी छन्। गणतन्त्रको जग्गामा हामीले विकास निर्माणलाई तीव्रता दिएर जनतालाई सुखी र राष्ट्र समृद्ध बनाउनलाई अघि बढाइरहेको बताएकी छन्। संघीय सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जना कोइरालासँग जोडिएको उमा गौरी सहकारी ठगी मुद्दाको सुनवाई लगातार सरेको छ।